फाइनली मेरो गाडीमा पेट्रोल अब हालिँदैछ हो। हेलो, हामी चाहिँ गोवा जाँदा गरेको टाइम जो बाटो थियो होइन, अनि 200 किलोमिटर पास छेउमा पुगेर चाहिँ हामीसँग चाहिँ डरलाग्दो के भन्नु, यो के बिचमा बाटोमा के प्रब्लम भएको छ, हामी चाहिँ यहाँबाट जानै सकिरहेको छैनौँ। हामी वेलकम टु कर्नाटका भनेपछि भित्र पस्यो भने चाहिँ कर्नाटका होइन, अनि यता भित्र पस्यो भने चाहिँ फेरि पर्यो महाराष्ट्र र हामी इन्ट्री गर्दैछ। बाटो त अहिले पाए त हिल जस्तै, कुन चाहिँ छ नाम पनि हेर त, ग्रिन हिल फरेस्ट। फिलहाल यो जङ्गलको बाटो गइरहेको छ, तपाईँहरूले पछाडि देख्नुहुन्छ होइन, यो चाहिँ महाराष्ट्र पर्दछ सबै। हेलो एभ्रिवान, इट्स मी शिवा हेयर एन्ड वान सेकेन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सिया थापा ब्लग्स। र तपाईँहरूलाई मैले अस्ति नै भनिसकेको थिएँ, आज चाहिँ हाम्रो 6 तारिक चाहिँ राइड छ गोवाको लागि। अनि स्पेसली अहिले चाहिँ भयो टाइम 12 साढे 12 भयो होइन, कति 12:25। अनि हाम्रो मिस्टर शुभम हुनुहुन्छ होइन, अल द वे फ्रम सजापुराबाट होइन। अन्त हाम्रो यता साथी विप्लव अल द वे फ्रम सजापुरा हुने राइट, केयरपुरम। अनि हाम्रो मामा एकदम हामी चिनेको पहिला भेटेको मामा अल द वे फ्रम दार्जिलिङ, बट नाउ करेन्टली यु स्टेइङ इन कोरबङ्गला राइट, कोरबङ्गला छ। हामी चाहिँ 4 जना गोवा ट्रिप गइरहेको छ। इट्स अ भेरी लङ जर्नी, बट हामी यो जर्नीलाई चाहिँ एकदम हामी खास बनाउनेछौँ, मेमोरेबल जर्नी बनाउनेछौँ। अनि हामी कुनै हतारेर पनि होइन, कुनै कुरोलाई एकदम जल्दीबाजीमा गर्ने छैन होइन, आरामले जानेछौँ, एकदम सेफ। अनि हामीले एकदम सेफ्टीको ध्यान दिनेछौँ। अनि स्पेसली यहाँ छ हाम्रोमा गाडी, म र हाम्रो मामा जाने गाडी होइन, 350 मिटर। अनि फेरि यहाँ हुन्छ गाडी एकदम, यो चाहिँ खतरनाक हो, 650cc को, यो पनि रोयल इनफिल्डको, यो चाहिँ मिटरै हो, बट यो चाहिँ एकदम पावरफुल गाडी। यो चाहिँ भनौँ भने अब यो चाहिँ के भन्छ, सुपर बाइकको उसमै आइहाल्छ, किनभने 650cc को हो, डबल इन्जिन छ, खतरनाक हो, कडक। अन्त लु भनेपछि कस्तो आजको जर्नी कस्तो यसो यहाँबाट भन्दैन, आजको जर्नी कस्तो हुनेछ हाम्रो? एकदम आजको जर्नी त अब एकदम हुन्छ नि, अब कसै सायद सुतेको पनि छैन होला, अनिन्दमा पनि जाँदैछ हो, बट एकदम के अरे अनफर्गेटेबल हुन्छ नि, एउटा मेमोरेबल जर्नी हुन्छ क्या आज। अनि हाउ आर यु एक्साइटेड हाम्रो? So I think how was the first time na towards the Goa trip? It's a long it was also first time हैन, किनभने हामी चाहिँ लास्ट पोन्डिचेरी गएको थियो, बट द्याट वाज ओन्ली समवेयर 300 and something, 330 or 340 kilometers, but this is going to be double. Yeah. Okay, then are you excited? I am very excited. So let's go भनेपछि लु एकदम यहाँबाट चाहिँ आरामले जाने हो, त्यस्तो हतारमा पनि नजाने हो होइन, ठिकै आफ्नो लिमिटमा जाने हो। अनि एकदम बाटो चाहिँ हाइवे चाहिँ एकदम खाली छ होइन, त्यस्तो भिडभाड भन्ने कुरै छैन, एकदम आरामले जानु सक्छ होइन। हेभी मजा आउँछ अब चाहिँ हामीलाई। बट बाटो चाहिँ यस्तो अँधेरो छ, निस्पन्न अँधेरो, तपाईँहरूले हेर्नु त केही त देखेको छैन र, पुरा अँधेरो छ। माई गॉड, 10 घन्टाको बाटो छ अझै। इट्स भेरी लङ रुट। 10 घन्टा भनेको यहाँ होइन त हो है, 10 घन्टा भनेको त यहाँ होइन त हो, 566 किलोमिटर्स। माई गॉड, बट सोचेको छु हामी गर्छु भनेर, त्यो हामी कम्प्लिटली पुरा गर्नेछौँ। सो तपाईँहरूको साथ पनि हामीलाई चाहिन्छ, तपाईँको मोटिभेसन हामीलाई चाहिन्छ होइन, किन तपाईँहरूले थाहा छ तपाईँको मोटिभेसन हामीलाई जहिले पनि मतलब राइडर्सहरूलाई तपाईँले दिनुहुन्छ भनेर मलाई पुरा थाहा छ। अनि लेट्स गो, अब हामी त्यहाँबाट हिँडेको भएन, लेट्स गो लौ त। अब नन स्टप यहाँबाट चाहिँ जाने हो हामी चाहिँ हो, लौ त। अब यहाँबाट चाहिँ आरामले जाने हो, त्यस्तो हतारमा पनि नजाने हो होइन, ठिकै आफ्नो लिमिटमा जाने हो। अनि एकदम बाटो चाहिँ हाइवे चाहिँ एकदम खाली छ होइन, त्यस्तो भिडभाड भन्ने कुरै छैन, एकदम आरामले जानु सक्छ होइन। हेभी मजा आउँछ अब चाहिँ हामीलाई। बट बाटो चाहिँ यस्तो अँधेरो छ, निस्पन्न अँधेरो, तपाईँहरूले हेर्नु त केही त देखेको छैन र, पुरा अँधेरो छ। हेभीमा पनि है यसरी
कति जग्गा चाहिँ लाइट छैन। लाइट चाहिँ हुनु जरुरी नै छ मलाई लाग्छ जतिसक्दो, किनभने मान्छेहरू बहुत टाढा टाढोबाट ट्राभल गर्नेहरू हुन्छ होइन। अनि अँधेरोमा चाहिँ अब अलिकति के भने एउटा स्पेसली बाइकर्सहरूलाई चाहिँ अलिकति साह्रो पर्छ, किनभने अब उनीहरूले अलिअलि भिडियो सिडियो बनाउँदै जान्छ, यताको सिनहरू देखाउनु खोज्छ, त्यति बेला चाहिँ केही देखाउनै सक्दैन। अनि यदि अलिकति वरिपरि केही छ भने, लाइट छ भने चाहिँ अब सजिलो हुन्छ होइन, भिडियो सिडियो यसो तपाईँहरूसँग बात गर्दै जानु। जो एक्लै सोलो राइड गरिरहेकोलाई चाहिँ अब एकदम बेस्ट हो, लाइट चाहिँ फेरि भइदिएको राम्रो मलाई जतिसक्दो लाग्छ होइन। चाहिँ आइसकेको छौँ कर्नाटका नागेर, अनि अगाडि चाहिँ के छ यो के भन्छ गुइलालु टोल प्लाजा भन्ने चाहिँ रहेछ अगाडि हो। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ, अनि हाम्रो ब्रदरहरू चाहिँ वासरुम गएर आएको। अनि यो चाहिँ बिहान पोको भइसक्यो, अहिले बजे 6। अन्त हामी यहाँ चिया खानु निस्केको थिएँ, अब फेरि लाग्ने हो। लगभग कति किलोमिटर छ, अझ कति किलोमिटर छ सुबह? आमा 400 चाहिँ भनेपछि अझ कति 7 आवर्स अझै 8 आवर्स। माई गड, अझ 8 घन्टाको ट्राभल रहेछ हाम्रो चाहिँ। अब झट्टापट्टि जानु पऱ्यो यहाँबाट। अब थाक्यो यार आमा। कति घन्टाको चलायो हामीले छ नि? अहिले हामीले चलायौँ 12:35मा रुमबाट 6 घन्टा, 5.5 घन्टा भनौँ न, 5.5 घन्टा चाहिँ चलिसकेको छ। अब गाडीको चाहिँ यस्तो छ अहिले फिलहाल हो। अब यहाँबाट हामी निस्केको, तपाईँलाई भेटौँला बाटोमै। दामी अब चाहिँ भ्युज देखाउनु सक्छ, किनभने मजाको उयो भएको छ, सनराइज हुनु थाल्यो। अनि यहाँ यस्तो मजाको छ। अनि यहाँ चाहिँ एक्सर्साइज हुनु थाल्यो, अब बिहानको वर्कआउट गर्नु थाल्यो भएपछि आज मामा कुन चाहिँ मसाज लिने तिमीले आज? अयो लौ त भनेपछि हामी चाहिँ अब यहाँ निस्केको हो, भेटौँला बाटोमा तपाईँ। लौ त भनेपछि हाम्रो चाहिँ सबै चिया भएर चाहिँ अब निस्केको यहाँबाट। अनि हेर्नु सक्नुहुन्छ एकदम छलाङ उज्यालो भइसक्यो। अहिलेको टाइम भइसक्यो 6:14। आहा झन्डै छोडियो, यस्तै नगर्नु, नछोडौँ है। 6:14 ए 6:14 भइसक्यो। अनि अब चाहिँ हाम्रो यहाँबाट डिस्टेन्स अझै छ 430 किलोमिटर्स। माई गडनेस, 8 घन्टाको ट्राभल अझै खतरनाक छ ट्राभल। हामीले अहिलेसम्म 4 घन्टाको ट्राभल, 4.5 घन्टाको ट्राभल गरिसकेको छु। अझै रहेको छ 8 घन्टाको ट्राभल। लेट्स सी कति बजी पुग्ने हो। अहिले 6:14 चाहिँ भइसकेको छ हो। रातभरि गाडी चलाइ भएको छ। ल त भने चाहिँ अब निस्किङ होइन। अनि यो चाहिँ मैले बन्द गर्नुपर्छ, किनभने नभए हावा पस्छ हो। अन्त ल त यो आयो नि, भोइस पनि मजाको आउँछ, एकदम बबाल आइदिन्छ। ल त अब चाहिँ भट्टाबाट यहाँबाट निस्किने हो होइन। चेन्जमा अलिकति मजाले स्प्रे गराए भयो। अब चाहिँ बबाल कुद्ने हो यहाँबाट चाहिँ, किनभने ढिलो नगरी अब चाहिँ भट्टाभट जाने हो। किनभने अब टाइम चाहिँ अब हाम्रो हातमा छैन त्यति साह्रो होइन। टाइमले गर्दा मेन त्यही हो। अब चाहिँ भिडियो गर्नु पनि एकदम बबाल मजा आउँछ, किनभने उज्यालो भइसकेको छ। हिजोसम्म त अँध्यारो थियो, अनि केही गर्नु नै सकेन अँध्यारोले गर्दाखेरि। अब चाहिँ मजा आउने भयो हो। हावा चाहिँ चिसो, खतरनाक चिसो छ। यस्तो यही त नजारा मेन हामीले इन्जोय गर्नु खोजेको त। एक त मेमोरिज एउटा मेमोरिज दामी हुन्छ हाम्रो होइन। अनि प्लस एउटा हामीले जो बाटो जो देख्न पाउँछौँ होइन, जो हामी यो लङ वेको जो एउटा हाम्रो जो मेमोरिज हुन्छ होइन, त्यो चाहिँ बेस्ट हो नि त लाइफमा। अनि बाइकमा टुर गर्नुको मजै कुछ और छ यार है। आमा पछाडि आउँदैछ हाम्रो ब्रदर है, उसको त 650 मिटर अनि त्यसमा आइरहेको छ ऊ चाहिँ हो।
अनि म चाहिँ यसमा लागिरहेको छु मेरो 350 मिटरमा। लौ त भनेपछि अब हाम्रो 8 घन्टाको सफरलाई त एकदम मनोरञ्जन सफर बनाऊँ है। तपाईँको साथ, तपाईँको हौसला, तपाईँको मोटिभेसन चाहिँ सधैँभरि त्यसरी नै बनाइराखिदिनुहोस् होला। तपाईँको कमेन्ट, तपाईँको लाइक अनि तपाईँको त्यो मिठो सा सेयर चाहिँ तपाईँले गरिदिनुहोस् होला मेरो भिडियोलाई चाहिँ, मेरो भ्लगलाई चाहिँ है। अनि पछाडि मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ होला मजाको चाहिँ सनराइज भइरहेको भ्युजहरू आइरहेको छ है। अब त गाडी चेप्दा पनि मजाले हुन्छ, किनभने अब चाहिँ छ्याङ्गै देखिने पनि भयो। हिजो राति चाहिँ अब अँधेरो अँधेरो पनि थियो अनि के नदेख्ला पनि हुन्थ्यो हो। अन्त निन्द्राले पनि साह्रो पारेर होला। अब चाहिँ के भयो भन्दाखेरि पुरै उज्यालो भइसक्यो। अन्त अब चाहिँ ढुक्कै चाप्न सक्छु म गाडी मजाले हो, टेन्सनै नगरी। अन्त जतिसक्दो छिटो पुग्ने कोसिस गर्नुपर्छ, किनभने टाइम छैन हातमा। अन्त जतिसक्दो चाहिँ अब टाइममा पुग्यो भने चाहिँ गएर मजाले रेस्ट गर्नु सक्नुपर्छ, किनभने हामी अब सुताइ भएको छैन रातभरि। बेलुकाको डिनर खाएर हिँडेको हामी 4 जना होइन। लौ त भनेपछि अहिले चाहिँ हामी पेट्रोल पम्पमा आएको छौँ। अनि यो चाहिँ सेकेन्ड टाइम पेट्रोल फिलिङ भइरहेको छ। फर्स्टको जो भएको थियो हाम्रो फुल ट्याङ्क, बट मेरो अलरेडी गाडीमा पेट्रोल थियो, समवेयर 1200 समथिङको फिल गरेको थिएँ। अनि अझ पनि छ 2 कार्डी, बट बाटोमा ओभर नपरोस् भनेर चाहिँ फेरि फुल ट्याङ्क गर्न आँटेको होइन। यसले चाहिँ 2 खेप हामीले पेट्रोल फुल गराए, मतलब फुल ट्याङ्क गराएको, मेरो पनि अनि अर्को गाडी पनि होइन। अर्को गाडी यहाँ छ है। अन्त सायद अब फुल ट्याङ्क गऱ्यो भने चाहिँ आरामले पुग्छ हामी। रहेको छ कति 332 किलोमिटर्स बाँचेको। अनि हाम्रो एस्टिमेट टाइम छ 6 घन्टा अझै। माई गड, 6 घन्टाको टाइम देखाउँदैछ अझै हो। अन्त जतिसक्दो हामी कोसिस गर्छौँ कभर गरिसक्ने। अनि 2 बजीको टाइम देखाएको छ एस्टिमेट पुग्ने चाहिँ हो। हेरौँ के हुन्छ अब। हामी चाहिँ अहिले पेट्रोल फुल गराएर चाहिँ बसेको छु। अनि राम्रो एकदम उज्यालो भइसक्यो। अहिले चाहिँ टाइम भइसक्यो 8 o'clock हो। 8 o'clockको टाइममा चाहिँ यस्तो चाहिँ मिस्टर शुभम अनि हाम्रो नर्बु ब्रो अनि यता हाम्रो ब्रदर र हामी चाहिँ यहाँ बसिरहेको छ हो। अन्त उज्यालो छ्याङ्गै उज्यालो भइसक्यो चाहिँ हो। पर छ नि हेर्ने हो। लो हामी चाहिँ फसिए खतरनाक फसिएको छ अब। लो हामी चाहिँ गोवा जाँदा गरेको टाइम जो बाटो थियो होइन, अनि 200 किलोमिटर 5 छेउमा पुगेर चाहिँ हामीसँग चाहिँ डरलाग्दो के भन्नु, यो के बिचमा बाटोमा के प्रब्लम भएको छ। हामी चाहिँ यहाँबाट जानै सकिरहेको छैनौँ। हामी सबै गाडी हेर्नुहोस् है साथीहरू, यहाँ छ हो, यहाँ छ हाम्रो गाडी, यहाँ छ गाडी। हाम्रो चाहिँ गाडी हेर्नुहोस् त यसरी यो के हो, न ट्राफिक हो या अगाडि के भएको छ बुझ्न सकेको छैन, फसिरहेको छ गाडी। सिएमले गर्दा त्यो सिएम आएको छ कि के भन्नु खोजेको? सिएम आएको छ कि के भन्दैछ त्यसले भन्दा। अन्त सिएम आयो त के गर्नु, हामीले बाटो चाहिँ किन ब्लक गरेर भन्दैछिरी हेर आम्बा हो। हामी चाहिँ अब गोवा जस्ट 200 किलोमिटर्स फार यहाँबाट होइन। अनि यहाँ चाहिँ एकदम हामी चाहिँ फसिरहेको छौँ। यस्तो भएर हेर्नुहोस् त के गर्नुपर्ने, अब कहाँ जानुपर्ने, न युटर्न गर्न सक्छ हामी, पुरा फुल छ होइन। यसलाई हामी युटर्न गरेर जानै सक्दैन। अनि हेर्नुहोस् त यहाँ यस्तो छ अन्त झमेला, पुरै बाटो ब्लक छ। के गर्नुपर्ने हेर्नुहोस्, हाम्रो सामानहरू चाहिँ लडिरहेको छ। यहाँ खै साथीहरूले सामान कहाँ लग्यो, अरू उता लगेर सामान चाहिँ होइन। अन्त हामी चाहिँ यहाँ पर्खिरहेको छ, बाटै छैन भन्दा सिएम आएको छ भने चाहिँ किन यस्तो गरेको होला टुरिस्टहरू। हामी कहाँ जाने कामहरू हुन्छ, कतिजना बिचरा आफ्नो के ड्युटीहरूले गइरहेको होला। हेर्नुहोस् है झमेला भइरहेको छ यहाँ चाहिँ। ल त हामी चाहिँ अहिले फिलहाल हुग्ली अलिकति क्रस गऱ्यो होइन। अनि यहाँबाट 174 किलोमिटर देखाउँदैछ गोवा चाहिँ। अन्त हामीलाई चाहिँ भोक लागेर यहाँ चाहिँ पुरा खानेकुराको चाहिँ बहुतै प्रब्लम हुँदो रहेछ, मतलब खानेकुरा भेट्दैन छ। अनि यहाँ चाहिँ लास्ट हामीले अप्सन भेटायो होटेल ओदिपी भन्ने प्योर भेज है। अनि हामी चाहिँ भित्र खानु गइरहेको छु हो। हेरौँ कस्तो के छ अब है।
हाम्रो केटाको हालत त्यस्तो चाहिँ थाकेर थाकेर हालत त्यस्तो छ रातभरि अनिन्दो छ कोहीलाई आउट जग्गा नभेटेर इन गर्नु सकेको छैन के बट अहिलेसम्म राम्रो गुड राम्रै उयो भयो होइन ट्राभल भयो अहिलेसम्म यस्तो भइसक्यो अन्त भोकले हामी चाहिँ हो हामी चाहिँ अब खाना अर्डर गरेको छौँ मसला डोसा यता गरेको छौँ होइन अनि डोसा शुभमले खाँदैन अरे नै खाएँ ल टेस्ट गरेर त कस्तो छ डोसाको प्राय उयो टेस्ट बताउ त तिमी खाऊ न है कस्तो लाग्यो त डोसा ब्याङ्गलोरमा पनि यस्तो डोसा खाएको थियो यो वाला तो कर्नाटका डोसा दामी छ त मैसूरबाट और ये चटनी नारियल चटनी कोकोनट चटनी सांबार अब चाहिँ हामी यहाँबाट जस्ट निस्केको र हामी चाहिँ यहाँ अलिकति बसौँ कोल्ड ड्रिङ्क खानु बसेको थियो अनि अब चाहिँ रह्यो हाम्रो 140 किलोमिटर्स पेन्डिङ होइन अनि त्यो चाहिँ अब हामी कभर गर्ने भनेर यहाँबाट सोचेको छौँ लेट्स सी के हुन्छ हामी ज्यादा टाइम त अब लाग्दैन हाम्रोमा जस्ट 140 भनेको ज्यादा होइन अब जो लेट्स गो भनेपछि जस्ट अब चाहिँ जसरी भए पनि पुग्ने भनेर आँट गरिसकेको छ 140 सायद अब चाहिँ सायद रोक्यो भने एक खेप रोक्छ होला हामीले अहिलेसम्म हामी रोकेको कति 1 2 3 4 5 खेप भयो होला सायद रोकेको होइन अनि आज यु क्यान सी एकदम गरम छ यहाँ चाहिँ होइन अन्त यहाँ जब कर्नाटक जब हामी मतलब बेङ्गलोरबाट घुस्दैदेखिको जब घाम लाग्ने त्यहाँदेखि खतरनाक गरम छ हो घाम खतरनाक छ तपाईँले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डको कस्तो खतरनाक धुपको तपाईँले देखिरहनु भएको छ होला एकदम खतरनाक गरम छ हो हामी चाहिँ फिलहाल यो जङ्गलको बाटो गइरहेको छु तपाईँहरूले पछाडि देख्नुहुन्छ होइन यो चाहिँ महाराष्ट्र पर्दा सबै एरिया चाहिँ अनि हामी चाहिँ यहाँबाट अब लगभग 89 किलोमिटर्स देखाइरहेको छ हो अन्त त्यही हामी जाँदैछौँ अनि मेन प्रब्लम चाहिँ के भइरहेको छ भन्दाखेरि अर्को गाडीमा चाहिँ पेट्रोल फ्युल अलिकति कम्ती छ अनि पेट्रोल पम्पमा गएको अगाडि पेट्रोल पम्प पनि मतलब पेट्रोलै छैन छ पेट्रोल पम्पमा होइन सायद महाराष्ट्रमा चाहिँ पेट्रोलको धेरै अभाव परिरहेको छ जस्तो फिल भयो हामीलाई चाहिँ अब अझै एउटा पेट्रोल पम्प छ अगाडि बट त्यो चाहिँ अब 8-9 किलोमिटरको दूरीमा छ होइन आशा गर्छु त्यहाँ चाहिँ पेट्रोल भेटोस् भनेर अनि एकदम हेर्नुहोस् त हामी चाहिँ भङको जङ्गल बाटो गइरहेको छ हो आमा सानो बाटो छ तर फिल चाहिँ अलग्गै मजा छ बाटोमा चाहिँ एकदम सानो बाटो बट जङ्गल भएको होइन यस्तो मजा आउँछ गाडी चलाउनु पनि हेरिहाल्नुहोस् तपाईँले पनि भ्यू देख्न सक्नुहुन्छ होला है यो चाहिँ महाराष्ट्र त्यही त भनेको त यो त जग्गा छ गाउँको सेम फिल हुन्छ त हौ मलाई त गाउँको जस्तै तपाईँलाई कस्तो लाग्यो जग्गा होइन एकखेप कमेन्ट गर्नुहोस् होला कि कस्तो छ जग्गा पछाडिको ब्याकग्राउन्डहरू चाहिँ भनेर हेरिहाल्नुहोस् आमा हावा त बवाल छ है हावा चाहिँ
शीतल पनि छ भित्र ज्यादा झारपात रुख भएर होला हैन दामी दामी जग्गा चाहिँ मलाई पुरा मन पर्यो यो चाहिँ घरहरू छैन एउटा खाली जङ्गल छ गाई बस्तु छ के यस्तो यार कस्तो खालको बाटोमा आइपुग्यो आज त हामी महाराष्ट्र अरे ल त अहिले चाहिँ तपाईँहरूलाई चाहिँ के जानकारी दिँदैछु भन्दाखेरि चाहिँ यो जो हामी महाराष्ट्र चाहिँ अघि नै 1 घन्टा अगाडि नै पसेको होइन बट यहाँ चाहिँ पेट्रोलको अभाव भएकोले गर्दाखेरि कुनै पनि पेट्रोल पम्पमा चाहिँ पेट्रोल नभएकोले गर्दा चाहिँ हामीलाई धेरै अप्ठ्यारो पऱ्यो पेट्रोल नभेटाएर अनि कुनै पनि पेट्रोल पम्प सिधा जाने सिधा पेट्रोल पम्पमा पेट्रोलै छैन होइन त्यो भएर चाहिँ हामी चाहिँ यहाँ घरमा ब्ल्याकमा पेट्रोल बेच्छ अरे अनि त्यहाँ लिन गइरहेको छु अनि सो एकदमै डिफिकल्ट रहेछ यहाँ महाराष्ट्रमा घुसेपछि चाहिँ सो तपाईँहरूले पनि यदि गोवा आउनु प्लान गर्दैछ भने चाहिँ पेट्रोल चाहिँ पहिल्यै स्टक लिनुपर्ने छ उताबाटै फाइनली मेरो गाडीमा पेट्रोल अब हालिँदैछ हो त भनेपछि हामी चाहिँ अब पेट्रोल हालिसक्यो 5 लिटर तपाईँलाई भनिहालेँ हामी कस्तो बिजो भएको थियो अनि झर्ना के भन्छ एकजना हाम्रो ब्रदरले चाहिँ मराठियन ब्रदरले चाहिँ हामीलाई हेल्प गर्यो है यो चाहिँ महाराष्ट्रभित्र जो हामीलाई प्रब्लम भएको थियो पेट्रोलको अभाव परेको थियो अन्त अब चाहिँ ढुक्कै भयो अनि अब चाहिँ सिधै 80 किलोमिटरको डिस्टेन्स छ सिधै जाने हो बिना नरोकी जाने अब चाहिँ डाइरेक्ट जाने हो अन्त हामी लगभग कति बजेको एस्टिमेट दिएको छ हाम्रो गोवा भन्दाखेरि लगभग 5:30 को एस्टिमेट देखाएको छ अन्त अहिले कति बज्यो भन्दाखेरि 3:30 भइसकेको छ अझै 2 घन्टाको देखाएको 81 किलोमिटर पनि 2 घन्टा देखाउँदैछ भन्नु मतलब हामीले ठिकै हो हामीले टाइममै हामी मतलब त्यस्तो लेट पनि भएन हामीले बिचमा अलिकति रोकेकोले गर्दा चाहिँ अलिक प्रब्लम भयो होइन अन्त त्यो भएर अरू त सबै एकदम पर्फेक्टली वेल गयो बाटोतिर केही दिक्कत हामीलाई त्यस्तो भएन बस पेट्रोलको अलावा यो चाहिँ हामीले एकदम अब इट्स लाइक अ लिसन भयो हामीलाई चाहिँ होइन कि महाराष्ट्रमा चाहिँ हामीले यस्तो एउटा अभाव परेको थियो पेट्रोलको चाहिँ होइन जो पेट्रोल पम्पमै पेट्रोल नहुने कस्तो खालके अब एउटा सिचुएसन क्रिएट भएको थियो धन थ्याङ्कफुल्ली गड सेभ अस है भगवान्ले हामीलाई सेभ गर्यो त्यो हाम्रो मुसिबतबाट चाहिँ अब सिधै नरोके जाने हो बोटिङ पनि हुँदो रहेछ यहाँ त है सच अ ब्युटिफुल प्लेस हो हेर्नुहोस् त आमामा दामी रहेछ यो चाहिँ जग्गा यो त सेम लेक टाइपको तल चाहिँ खोला रहेछ हो त्यो उसको रोडै होला सायद
ल त गाइस हामी चाहिँ गोवा आइपुग्यो फाइनली अनि गोवा चाहिँ स्पेसली एकदमै फिलहालको जो एक्सपिरियन्सको हिसाबले एकदम सफा निट एन्ड क्लिन अनि एकदम पल्युसन कम भएको प्लेस लाग्यो मलाई चाहिँ फिलहाल अरूलाई पनि त्यसो लाग्यो हुन्थ्यो अनि हाम्रो चाहिँ होटल यो रहेछ अगाडि एजिएस इन भन्ने चाहिँ होटल चाहिँ बुक गरेको रहेछ अनि हामी चाहिँ म र हाम्रो मामा नरु मामा चाहिँ आइसक्यो होइन अनि दुईजना चाहिँ बिचमा छोड्यो त्यो भएर उनीहरूलाई यहाँ पर्खिरहेको ढाडको चाहिँ एकदम सत्यानाश भयो जस्तो लाग्दैछ ढाड चाहिँ पुरा दुख्दैछ हो अब आज त घुमाइ हुन्छ हुँदैन थाहा छैन हेरौँ के हुन्छ अहिले लगभग 7 बज्न आँट्यो अन्त हेरौँ होला के हुन्छ अनि यो चाहिँ हाम्रो होटल बाहिरबाटको नजारा कस्तो छ भने यो चाहिँ पुरै दोकानहरू यहाँ चाहिँ हो अनि यो चाहिँ हो हामी बस्ने होटल रेस्टुरेन्ट पनि रहेछ यहाँ अन्त सबै डाइनिङ टेबल पनि छ होइन अनि यो चाहिँ माथि छ सायद यही कता होला हाम्रो रुम चाहिँ ल त सब अलिकति फ्रेसअप कपालहरूको हेर्नुहोस् न हालत अनि एकदम रातिदेखि गाडी चलाएर 600 किलोमिटर 600 लगभग 600 किलोमिटर पऱ्यो भनौँ यस्तो साह्रो पऱ्यो हो बट साह्रो त परेको थियो बट हामीलाई चाहिँ मेन त्यो बाटोको पेट्रोलहरू गर्दाखेरि धेरै उयो भयो अरू इट वाज अ गुड एक्सपिरियन्स थियो अनि राम्रो लागिरहेको छ यहाँ आएर हेरौँ होला बाँकीको भ्लगमा तपाईँहरूलाई बताउने चाहिँ कस्तो के हुन्छ अनि हाम्रो राइडिङ एक्सपिरियन्स चाहिँ कस्तो थियो भने चाहिँ म चाहिँ पक्का यसको एउटा भिडियो बनाएर तपाईँलाई अलग्गै भिडियो बनाउने त्यसको चाहिँ होइन प्लिज त्यो भिडियो चाहिँ हेर्नुहोस् अनि बाँकीको लेट्स अदर कम्स माइ बाहिर आइहालोस् त्यसको बादमा तपाईँहरूसँग भेट्छु मलाई अनि हाम्रो कहाँ हो हामी बात गर्दै जाँदै थियो लु हाम्रो दुईजना छोडेको हाम्रो राइडर्सहरू पनि आइपुग्यो उनीहरूले पर्खिरहेको थियो होइन अन्त मेरो चाहिँ त्यहाँ छ अगाडि गाडी अनि ढाडको चाहिँ सत्यानाश भएको छ ढाड दुखेन ब्रो tell me about your experience. I don't want to talk about it. Seriously, my back it's like a I can't feel anything now to see. My god. But हुन्छ कुनै जग्गा नयाँ एक्सप्लोर गर्नु छ भने यस्तै हुन्छ किन टाढो बाटो 600 किलोमिटर चलाउनु भन्ने यहाँ होइन त्यो पनि वान फुल विदाउट रेस्ट गरी मतलब स्पेसली 2 दिन मतलब बस्दै आएँ अलिअलि बट फुल रेस्ट नगरी आधा 15 मिनट 10 मिनट 15-20 मिनट बस्दै आएर हामीले यसरी ट्राभल गरेको इट वाज अ गुड एक्सपिरियन्स थियो अनि राम्रो लाग्यो अनि मैले भनेलाई तपाईँलाई आजको राइडिङको एक्सपिरियन्स पक्का बताउनेछु ल तपाईँलाई अनि के डिस्कसन चल्दैछ यहाँ तिनीहरूको मिस्ट्री हो लेट्स सायद होटल चाहिँ यो रहेछ हाम्रो हो लु लेट्स गो इनसाइड होइन जाउँ होइन ल त भनेपछि हामी चाहिँ पसिरहेको छु रुममा अनि तपाईँहरूलाई भनिहालेँ यो चाहिँ हाम्रो बिल्डिङ रहेछ अनि सिसिटिभी क्यामेरा पनि यहाँ रहेछ अनि हाम्रो रुम नम्बर चाहिँ के पऱ्यो के भन्छ B/109 अरे नम्बर 2 मुनि पनि रहेछ हो हामी रुम चाहिँ कस्तो छ हौ ए दुईजना सुत्ने होलसेल एउटाले पनि हुन्थ्यो यता गएर हुँदैन रुम चाहिँ हाम्रो खतरा दामी नै रहेछ हो ल फ्रिज पनि छ फ्रिज त अब चिसो काम लाग्छ अब चिसो खाने ल मामा ल हामी चाहिँ रुम आइपुग्यो अब टक्कै फ्रेस बाथरुम एउटा दुइटा छ हौ ल हाम्रो चाहिँ रुम यस्तो रहेछ हेर्नुहोस् है अनि रुमको चाहिँ कति हेर्छु हामी यो 25 Yes. 25 रुम रेन्ट चाहिँ जो पर डेको नाइट अरू डे मिलाएर 24 आवर्सको चाहिँ हो यस्तो रहेछ रुम चाहिँ भित्र पनि देखाइदिउँ कस्तो छ ये सब 8,000 में बिकेगा नहीं ग्रेवी यस्तो रहेछ बाथरुम रहेछ चाहिँ बाथरुम टोइलेट हो अनि मेरो हालत छैन चाहिँ आमा खतम छ नि सपोर्ट गरेर लेट्स फ्रेस लु पहिला हामी चाहिँ फटाफट फ्रेस भइहाल्छु त्यसको बादमा चाहिँ आलसी लगेगा मैं बता रहा हूँ म चाहिँ अब भने एकदम नुहाइदिए गरेर एकदम फ्रेस भयो है बल्ल शान्ति भयो आमा हो कस्तो धुलो आएको थियो होइन कपालभरि जिउभरि एकदम शान्ति भयो फ्रेस भयो नुहाएर चाहिँ क्याफेमा त क्याफे गइरहेको छु म यता रेस्टुरेन्ट छ होइन अन्त साथीहरू भाइहरू त अलरेडी गइसक्यो म चाहिँ लास्ट भयो नुहाइदिए गर्दा ढिलो भयो मलाई चाहिँ अब म पनि निस्केको हो अनि
त्यसको बादमा के हामी एक्सप्लोर गर्छौँ तपाईँहरूलाई एकदम डिटेलसँगले बताउँछु अनि कुन रेस्टुरेन्टमा चाहिँ हामी जाने भनेर प्लान गरिरहेको छ। आज अहिले चाहिँ यो होटलकै रेस्टुरेन्ट हो त्यहाँ गइरहेको छ हो। बाँकीको चाहिँ अब हामी कहाँ जान्छ तपाईँहरूलाई अब एकदम डिटेलसँग ब्लगमा बताउँछु। त्यो भने पहिला मेरो पर्फ्युम कताको पर्फ्युम अलिकति लगाऊँ भनेको पर्फ्युमै भेटेन। पर्फ्युम मेरो पर्फ्युम कहाँ छ भनेर जो मेरोमा पर्फ्युम चाहिँ छ एकदम इबादी पर्फ्युम दामी हुन्छ त्यो हो, मलाई साह्रै मनपर्छ इबादी पर्फ्युम चाहिँ। लौटा भनेपछि अब पर्फ्युम सर्फ्युम पनि लगाएर अब चाहिँ निस्किनु पऱ्यो। उनीहरू त अघि निस्केको भाइहरू त होइन साथीहरू, सायद मलाई पर्खिरहेको होला। अहिले के छोडेँ जस्तो लाग्दैछ अरू। मेरो वालेट कहाँ राखेँ होला मैले, मेरो वालेट पर्खिन्छ। मेरो वालेट चाहिँ मैले कहाँ भेटेँ ल त भनेपछि म चाहिँ गएको हो, भाइले पर्खिरहेको छ मलाई। अनि फोन चाहिँ के गर्नु, यो फोन चार्ज पनि छैन फोनमा। होस् फोन चाहिँ लगिराख्छु होइन, अहिले चाहिन्छ मलाई। त्यसको बादमा हेर होला। यो चाहिँ बाहिरबाट देख्दा त्यस्तो देख्छ, रुम चाहिँ यही छैन चाहिँ हो। अनि म चाहिँ रुम लक गरिरहेको छु। चप्ली चाहिँ खै के भएको ला, पिको त हाल्दिनँ नि म, कस्तो न खाएको चाहिँ हालिदिन्छु म, खानेको दामी दामी।